हे गाइज नमस्कार। के तपाईँहरू पनि ब्लगिङ गरेर अथवा वेबसाइट डेभलप गरेर चाहिँ पैसा कमाउँछु भनेर ड्रिम अथवा म्यानिफेस्ट गर्नुहुन्छ? तर यदि कस्तो हुन्छ भने नि हामीमध्ये धेरैजनालाई कन्सेप्टहरू हल्का हल्का थाहा हुन्छ, वेबसाइट डेभलपमेन्टहरू गर्न सकिन्छ अहिलेको टाइममा भन्ने कुराहरू धेरैजनालाई, स्पेसली नेपालको चाहिँ रुरल प्लेस एकदम गाउँबाट आउनुभएको साथीहरूले चाहिँ वेबसाइट डेभलपमेन्टहरूमा कम्प्युटरहरूमा चाहिँ एकदमै धेरै इन्ट्रेस्ट देखाउनुहुन्छ। तर एक्चुअल राइट कन्टेन्ट नेपाली भाषामा नभएकोले गर्दाखेरि चाहिँ उहाँहरूलाई एकदमै धेरै गाह्रो भइरहेको हुन्छ। सो म चाहिँ तपाईँहरूलाई हेल्प गर्नको लागि एकदमै प्योर नेपाली भाषामा, बुझ्ने भाषामा, एकदम सिम्पल वेमा वेबसाइट भनेको के हो, वेबसाइट कसरी डेभलप गर्नेदेखि लिएर डिजिटल मार्केटिङ कसरी गर्ने र एप कसरी डेभलप गर्ने, यस्तो कुराहरूको चाहिँ फन्डामेन्टल ज्ञानहरू चाहिँ दिनेछु। किनभने म पनि कुनै एक्सपर्ट त होइन, कुनै सफ्टवेयर इन्जिनियरै त होइन तपाईँहरूलाई धेरै भास्ट र टेक्निकल कुरा पढाउनको लागि। तर सिम्पल र बेसिक कुराहरू जति मैले सिकेको छु र जति जानेको छु त्यति सेयर गर्न चाहिँ म तपाईँहरूसँग सक्छु। सो म तपाईँहरूलाई चाहिँ मैले जानेको र एक्सप्लोर गरेको कुराहरू डिजिटल्ली के छ भन्ने कुरा चाहिँ बिस्तारै बिस्तारै सेयर गर्दै जानेछु। सो आजको भिडियोमा चाहिँ वेबसाइट भनेको के हो भनेर बुझौँ है त। सो वेबसाइट भनेको चाहिँ अहिलेको टाइममा एउटा कुनै बिजनेस अथवा कुनै एन्टिटीलाई चाहिँ डिजिटल्ली आफ्नो फेस बनाउनु छ भने त्यो चाहिँ वेबसाइटको थ्रुबाट सम्भव छ। सो वेबसाइटमा चाहिँ कुनै एन्टिटी अथवा कुनै इन्टरप्राइज अथवा कुनै बिजनेस अथवा कुनै संस्थाको चाहिँ डिटेल्स अथवा भनौँ न इन्ट्रोडक्सन चाहिँ हुनसक्छ है। त्यसमा जे पनि कन्टेन्ट इन्क्लुड गर्न सकिएको हुन्छ। त्यसलाई चाहिँ हामीले ब्राउजरको थ्रुबाट, जस्तै क्रोम भयो, यदि तपाईँ आइफोन युजर हो भने सफारी भयो, अनि त्यहाँदेखि अब इफ युर पिसी कम्प्युटरबाट तपाईँ चलाउनुहुन्छ बढी जसो भनेदेखि ब्रेभ ब्राउजर भन्ने हुन्छ एउटा, गुगलको के अरे माइक्रोसफ्टको एज भन्ने हुन्छ। यिनीहरू ब्राउजरहरूभित्र गएर www.something.com भनेर आउने जुन इन्टरफेस हुन्छ त्यसलाई चाहिँ वेब इन्टरफेस भनिन्छ, वेबसाइट भनिन्छ है त। सो वेबसाइट डेभलप गर्दाखेरि चाहिँ अब धेरैजनाको चाहिँ यो डाउट हुन्छ कि वेबसाइटबाट चाहिँ राम्रो पैसा कमाउन सकिन्छ भन्ने हुन्छ, र कस्तो कस्तो तरिकाले पैसा कमाउन सकिन्छ भन्ने पनि चाहनाहरू। अब धेरैजनाले अब डिफ्रेन्ट डिफ्रेन्ट भिडियोहरू हेरेको हुन्छ नि त, कतिजनाले नबुझिकन भए पनि हल्का फुल्का हेरेको हुन्छ, अनि थाहा हुँदैन कसरी हुन्छ भनेर। सो वेबसाइट डेभलप गरेर चाहिँ कसरी पैसा कमाउन सक्नुहुन्छ भने धेरैवटा मेथडहरू छन् होइन। तर यो पैसा कमाउने मेथडहरूलाई चाहिँ म पछिको लागि सिफ्ट गर्छु। अहिलेको लागि चाहिँ तपाईँले पैसालाई बिर्सेर वेबसाइट डेभलपमेन्ट भनेको के हो भन्ने कुरालाई चाहिँ बुझ्न जरुरी छ है त। सो वेबसाइट डेभलपमेन्ट गर्दाखेरि चाहिँ तपाईँले बिजनेसको, फाइनेन्सको, ब्लगिङको, न्युजको अथवा मिडियाको, स्कुल म्यानेजमेन्ट, ह्युमन रिसोर्स म्यानेजमेन्ट एन्ड मेनी मेनी मोर भनेर लेखेको छ। सो धेरै कुराहरूको लागि चाहिँ तपाईँले वेबसाइट डेभलप गर्न सक्नुहुन्छ। सो वेबसाइट डेभलपमेन्टको मेजर तरिका के अरे मेजर पार्टहरू भनेको चाहिँ अब फ्रन्ट एन्ड र ब्याक एन्ड हो। अब फ्रन्ट एन्ड र ब्याक एन्ड भनेको चाहिँ जसले युजर इन्टरफेसलाई डिजाइन गर्नु, अथवा युजरले चाहिँ, जस्तै तपाईँ मानौँ अब युजर हो नि त फेसबुकको, तपाईँ एउटा फेसबुक आइडी चलाउनुहुन्छ अरे, अब त्यो तपाईँ त्यो युजर हो नि त फेसबुकको होइन। तपाईँले जुन फेसबुक चलाउँदा देख्ने फोटोसोटो लाइक गर्न मिल्ने चाहिँ फ्रन्ट एन्ड भयो। तर जसले त्यो हुनलाई सम्भव गरायो, जसले त्यो तपाईँको साथीले अपलोड गरेको फोटोलाई चाहिँ तपाईँको फोनसम्म ल्यायो, त्यसलाई चाहिँ तपाईँले ब्याकएन्ड भनेर बुझ्नु पऱ्यो है। सो अब एचटिएमएल, सिएसएस, जाभास्क्रिप्ट र रियाक्ट जेएस चाहिँ फ्रन्ट एन्डमा युज हुने बेसिक ल्याङ्ग्वेजहरू हो भने ब्याकएन्डमा युज हुने चाहिँ जाभास्क्रिप्ट, पाइथन, नोड जेएस र पिएचपी भन्ने ल्याङ्ग्वेजहरू चाहिँ ब्याकएन्डमा युज हुन्छ। अहिलेलाई एकदमै यो ओभरभ्यू मात्रै हो। तपाईँहरूलाई यसको डेप्थमा र अझै कोर कुराहरू, एकदमै भित्री कुराहरू चाहिँ म अरू नेक्स्ट भिडियोहरूमा, अब यो भिडियोको सिरिज भिडियोहरूमा निकाल्ने छु। अहिलेको लागि चाहिँ यति बुझ्नु होला है त। सो अब कति पैसा कमाइ हुन्छ वेबसाइट डेभलप गरेर भन्ने हुन्छ, कति धेरै कन्सेप्ट म हल्का बुझाइदिइहाल्छु सर्टमा। वेबसाइट डेभलप गरेर चाहिँ कमाउने मल्टिपल तरिकाहरू छ। जस्तै तपाईँले कसैको प्रोडक्ट अथवा सर्भिसलाई एफिलिएट गरेर उसको सर्भिस अथवा प्रोडक्टलाई प्रमोट गरेर कमाउन सक्नुहुन्छ भने तपाईँले आफ्नो वेबसाइटमा चाहिँ अथवा ब्लगमा चाहिँ एडभर्टाइजमेन्ट, गुगलको थ्रुबाट एडभर्टाइजमेन्ट हालेर अथवा अरू कुनै एड नेटवर्कको थ्रुबाट एडभर्टाइजमेन्ट पब्लिस गरेर कमिसन बेस्ड एड रेभेन्यू पनि जेनेरेट गर्न सक्नुहुन्छ। एड रेभेन्यू भन्ने टर्म चाहिँ डिजिटल मार्केटिङको फिल्डमा तपाईँले अथवा बिजनेसको फिल्डमा पनि भनौँ, रेभेन्यू भनेको तपाईँले कमाउन सकेको नाफालाई चाहिँ रेभेन्यू भनेर बुझिन्छ है त। ओके, सो अब फ्रन्ट एन्ड र ब्याक एन्ड डेभलपमेन्ट भनेर तपाईँले बुझिसकेपछि फ्रन्ट एन्डलाई चाहिँ क्लाइन्ट साइट पनि भनिन्छ र ब्याक एन्डलाई चाहिँ सर्भर साइट पनि भनिन्छ भनेर तपाईँले यो भिडियोमा बुझिराख्नु भयो भने नेक्स्ट भिडियोमा चाहिँ तपाईँलाई सजिलो हुनेछ गाइस। सो
यो चाहिँ सायद भेरी फर्स्ट 0 भिडियो भनेर बुझौँ वेब डेभलपमेन्टको मेरो सिरिजको मैले बनाउँदै गरेको सिरिजको चाहिँ 0 नम्बरको भिडियो भनेर चाहिँ यसलाई मैले नोट डाउन गरेँ। नेक्स्ट भिडियो चाहिँ 1 2 3 गर्दै तपाईँको चल्नेछ अनि त्यसमा चाहिँ म तपाईँहरूलाई HTML CSS र जाभास्क्रिप्ट सिकाउने छु इन नेपाली ल्याङ्ग्वेज। सो if you are new here, then do subscribe to the channel and go visit to my website to see my work.